नखाने भनेर त्यसरी नै सुतेका दिन पनि छन्। तर आज म चाहिँ अमेरिकन बैंक अफ अमेरिकामा अनिता र म गएँ। तर आज मैले यो महिनामा ओभर $35,000 आज मात्रै 51 चेक लिएर जाँदाखेरि दिदी त्यो 51 चेकमा तपाईँको चाहिँ ओभर $22,000 लगभग थियो। तर लिमिट भनेको तपाईँको $5,000 जो लिमिटेसन दिनमा बैंक अफ अमेरिकामा। तर त्यही चेक पनि मैले डिपोजिट गर्न नसकिराखेको थिएँ। तर आज मैले एकैचोटि लान्छु भन्दा मलाई एउटा प्रायोरिटी जसरी उहाँले चाहिँ जसरी आफ्नो एउटा हुन्छ नि रिस्पेक्ट, त्यो हिसाबले त्यो चेकहरू डिपोजिट गर्दा एकै दिनमा मैले एकै महिनामा ओभर 35,000 आफ्नै हातले चाहिँ चेक डिपोजिट गर्दा कस्तो फिल भयो होला भन्नु। त्यो गरेको पीडा भन्दिनँ क्या, म त दुःख पनि भन्दिनँ। के नि दुःख गर्नु छ र बाबा, यसै पनि उसै पनि त्यो सोसल मिडियामा यो दुःख पनि कसरी। हजुरले चाहिँ टिभी हेर्नुहुन्छ नि, मैले त भन्छु कि घरमा आएर 9 to 5 गरेर कुनै पनि काम गराएर सोफामा बसेर हुन्छन्। अनि त्यो रिमोट कता छ, रिमोट पनि हामीलाई लिन अल्छी हुन्छ र त्यो आराममा बसेको चाहिँ अरूलाई त्यो रिमोट दिएछ भन्ने चाहिँ हाम्रो आदत छ। त्यो रिमोट पनि अरूसँग मागेर टिभी अन गरेर हेरिन्छ है, हामी त्यतिसम्म चाहिँ हुन्छ। तर यो दुःख भन्दा नि हामीले मिहिनेत गरेको, हाम्रो लाइफको लागि गरेको त्यो 2 घण्टा आफ्नो फ्युचर बनाउनको लागि थियो। अनि यहाँ स्ट्रगलको कुरो पनि कहाँ छ। दुःखको दिदीले दुःखको कुरा गर्नुहुन्छ, कहिलेकाहीँ त दुःख होइन दिदी त्यो भयो भनेको त हाम्रो त अब अहिलेको जिन्दगी जसरी बित्यो अबको जिन्दगी त यो बिजनेसले दियो नि त। अब जति दुःख गर्ने तिमीले गर्यौ, अबको जिन्दगी अर्जुन अनिता जति पनि हाम्रो यहाँ फ्यामिली छ हाम्रो यो बिजनेसमा सबै फ्यामिलीहरूलाई के भन्यो भने अब तिमीले चाहिँ यति दुःख गर्नु पर्दैन। दुःख भनेको त 9 to 5 हो। दुःख भनेको त तपाईँको स्ट्रगल भनेको त अरूको अन्डरमा काम गर्नु हो। स्ट्रगल भनेको आफ्नो परिवारलाई टाइम दिन नसक्नु हो। दुःख पीडा भनेको त्यो। दुःख भनेको आफ्नो बुढी बिमार हुँदा उसलाई चाहिँ तिमी दबाई खाऊ भनेर 1 गिलास तातो पानी हालेर दिन नसक्नु हो। पानी पदाएको छु निकालेर खाऊ है, तपाईँको मतलब निकालेर खान सक्छौ नि है।